हेलो गाइज, म चाहिँ आज यो ग्रिसको गाउँमा आएको छु। गाउँ त अनि खतरा हुँदो रहेछ नि त। अनि आयो गाउँमा आएको इस्टर मनाउनु 5 दिनको लागि। यतातिर चाहिँ सब्जीहरूको त्यो टहरा सहराहरू रहेनछ। यता चाहिँ ओलिभको मात्रै रहेछ। अनि घरहरू रहेछ। अनि पहाड होइन, पहाड गाइस कति नजिकै छ पहाड। अनि ओलिभको रुखहरू मात्रै छ, जैतुनको रुख मात्रै छ। म देखाउँछु यहाँनिर। के हो यो यस्तो कम्पोमा रहेछ। ए यतातिर चाहिँ जैतुनको मात्रै खेती रहेछ। अनि के भन्छ त्यो सब्जीहरू सागहरू के हुन्छ नि त्यो गाउँतिर रोपेको। अनि त्यो टहरा बनाएको छ नि, त्यस्तो चाहिँ छैन रहेछ यता चाहिँ। यता चाहिँ यस्तो रहेछ, ओलिभै ओलिभ। कस्तो डेन्जर रहेछ, जङ्गल हुँदो रहेछ। आमामा रुख त टान्नै छ उतासम्म। कति छ यो ओलिभको, कसरी देखाउनु। रुखै रुख छ, जैतुनको रुखै रुख छ कि रुखै रुख। जैतुनै जैतुन ओलिभ मात्रै रुख रहेछ यतातिर त। अनि बिचमा घर हुँदो रहेछ, सानो घरहरू। अनि माथि सडक छ, रोड। अनि घर पहाड पनि उयो नजिकै छ हौ, कति नजिकै। यहाँनिर हिँड्दै पुग्छ जस्तो। अनि 4 दिन भयो आज। भोलि त फर्किने कि के थाहा छैन। यहाँ त इस्टरको लागि आएको। पुरा इस्टरमा रातभरि रक्सी खाएर बस्ने रहेछन् 2-3 बजीसम्म। अनि बिहान 9-10 बजी उठेर फेरि खानेकुरा बनाएर खाने, बस्ने, इन्जोय गर्ने गर्दो रहेछ यहाँतिर। अनि बारबेक्यू गर्ने, एउटा भेडा सिँगाइ पोल्ने, खाने गर्दो रहेछन्, बस्दो रहेछन्। म चाहिँ उनीहरू चाहिँ त्यहाँ हल्ला गरेर बसिरहेछ, म चाहिँ यता वकमा आएको। अनि मेरो डाटा पनि सकेको छ। बोरिङ। अघि घरमा त के भन्छ वाइफाई थियो, यादै भएन। अहिले म डाटै सकेको छु यार। कति उनीहरू चाहिँ गाना साना बजाएर नाचेर बसिरहेछन्। यता सबै ओलिभको बारी रहेछ सबैतिर, खेती ओलिभको। माथिल्लो बाटो गएको थिएँ म। यताबाट आउँदाखेरि त घर त त्यहीँ रहेछ नि। पुरै गीत बजाएको सुनिरहेको छ, ढुक्सुक गरेर। अझ अलिक सफा खालको रुखहरू आयो, सफा यस्तो रुखको मुनि पुरा रुखहरू झाडी उम्रेको हुँदो रहेछ नि। त्यो सफा गरेर भने चाहिँ कस्तो डर लाग्दो देख्दो रहेछ। आया के गलो। अनि यस्तो सफा गर्दा चाहिँ कस्तो राम्रो देख्ने रहेछ नि त, होइन त गाइजहरू। ग्रिसको गाउँ यस्तो हुन्छ। आलुहरू पनि रहेछ यहाँतिर चाहिँ। Yasu.
यस्तो बच्चा चाहिँ हामी बस्ने घर खतरा छ हामी यहाँ नजिकै चर्च ठुलो आमा ट्याङ ट्याङ घन्टी बजाएर त सुत्नु दिँदैन नि फेरि यहाँ त खतरा खतरा रहेछ यो घर चाहिँ हामी बस्ने हो अनि यहाँ चाहिँ चर्च स्टार खतरा मनाइने चर्चमा घर चाहिँ खत्रै छ है यहाँ चाहिँ रहेछ राम्रो दामी स्विमिङ पुल यहाँ ओहो मजाले स्विमिङ गर्नुहुन्थ्यो स्विमिङ कस्ट्युम पनि ल्याएन पो किचन छ यहाँ चाहिँ घर रुम यता फिदेल 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 कुकुरको नाम फिदेल रे यहाँ चाहिँ जिम रहेछ बुद्ध पनि रहेछ मजाले सजाएको रहेछ भिलाई यता पो दामी छ त नि गार्डन हो कस्तो दामी छ यता चाहिँ बार्बिक्यू गर्ने ठाउँ रहेछ कलर पनि पर्पल एभ्रिवेयर हियर अनि यो फुल त यस्तो दामी छ नि के भन्नु र कुरै नगरौँ फुलको बुझ्ने फुल दामी छ फुल
डेन्जरको यो चाहिँ के हो थाहा भएन दामी छ गार्डन लेट्स गो गार्डन गार्डन यत्रो पुऱ्याउनु कति वर्ष लाग्यो होला बाख्रै कति ठुलो भएको छ यस्तो दामी कस्तो राम्रो दुईटा छुट्टो पर्यो फुल कस्तो दामी हो चराको चरा छ यहाँभित्र कस्तो आनन्द लाग्ने चराको आवाज चुपचुप भाग्यो सबै चराहरू म आएको देखेर दामी 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 यस्तो दामी गाइस लास्टै दामी छ हौ घरहरू त ठाउँ पनि एकदम दामी छ ओ फिदेल ओइ फिदेल ओ याहु डेन्जर छ नि यो कुकुर एलो दो ओइ फिदेल कम हियर एला हेर्दैछ चाहिँ ढोका छिरेपछि टन्टने यता चाहिँ मेरो रुम यो चाहिँ मेरो रुम हो गाइस हो वाउ नाइस दिस इज माई बेड and then let's go inside यता गयो भने माथि जाने यता ढोका रहेछ ढोका राख्ने यता चाहिँ टोइलेट बाथरूम here I am wow nice यहाँदेखि कस्तो दामी हो यहाँ सुत्ने अनि यता बिहान उठ्ने बित्तिकै सटर टुक्क गरेर खोल्ने अनि यस्तो दामी भ्यू खतरा भ्यू छ हो दामी 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 That's it guys, bye bye.